हेलो वेलकम ब्याक टु अनदर न्यू भिडियो। आज हामी जाँदैछौँ दलचोकी। यो चाहिँ हाम्रो थेचोबाट चाहिँ 16 किलोमिटर जतिको डिस्टेन्समा रहेछ। एकदम रमाइलो ठाउँ छ, एकदम हाइटमा छ है। भ्यू पनि एकदम राम्रो देखिने रहेछ। यो अगाडिको माउन्टेनहरू पनि हिमालहरू पनि सबै मजाले देखिने रहेछ है। बाटो पनि एकदम राम्रो छ। अलिकति त्यो हाफ डाँडा जति चाहिँ बिग्रेको रहेछ, अरू चाहिँ सबै पिच नै छ, माथिसम्म एकदम राम्रो छ। र अर्को चाहिँ के हो भन्दाखेरि हामी चाहिँ जाँदाखेरि तल होमस्टेमा गएर त्योपछि मात्र यो भ्यू पोइन्टमा गएको थियो। यदि तपाईँहरू जानुहुन्छ भने चाहिँ होमस्टे नगइकन पहिला सुरु भ्यू पोइन्ट गएर चाहिँ अनि तलतिर जाँदा पनि हुन्छ। अब हामीले मोबाइल नम्बरहरू चाहिँ डिस्क्रिप्सनमा हालिदिन्छौँ। तपाईँहरू यदि जाँदै हुनुहुन्छ भने खानाहरू भन्नको लागि चाहिँ यतैबाट कल गरेर पठाउने अनि भ्यू पोइन्ट जाने, त्योपछि मात्र तल होमस्टेमा गए पनि हुन्छ। नाइट आउटको लागि पनि एकदम राम्रो ठाउँ छ। अब रुमहरू पनि राम्रो छ है, सबै फेसिलिटी नै छ भन्नु। अथवा अब नाइट बसेर मर्निङमा चाहिँ भ्यू पोइन्ट जाँदा पनि एकदम बेस्ट नै हुन्छ। सनराइज पनि देखिन्छ जस्तो लाग्छ मलाई, किन भन्दाखेरि त्यो धेरै हाइटमा नै छ है। होमस्टेबाट हिँडेर गयो भने चाहिँ भ्यू पोइन्टसम्म त्यस्तै 15-20 मिनट जति चाहिँ लाग्दो रहेछ। होमस्टेबाट बाइकमा भ्यू पोइन्टसम्म जान चाहिँ अलिकति गाह्रो नै पर्छ जस्तो लाग्यो अहिलेको सिचुएसनमा चाहिँ, किन भन्दाखेरि त्यहाँ चाहिँ धेरै त्यो बाटोहरू पहिरो गएको छ अनि झाडीहरू पनि धेरै छ। बनाउँदै त छ, केही टाइमपछि गयो भने चाहिँ सजिलै पुगिन्छ होला, तर अहिलेको लागि चाहिँ अलिकति गाह्रै पर्छ जस्तो लाग्छ मलाई चाहिँ। बाँकी डिटेल चाहिँ भिडियोमा पनि छ, हेर्नु होला सबै भिडियो। जानु होला, रमाइलो गर्नु होला, एकदम बेस्ट ठाउँ छ है। अब केही इन्फर्मेसन चाहियो भने चाहिँ इन्स्टाग्राममा मेसेज गर्दा पनि हुन्छ।
लाग्छ होला यहाँबाट अलि टाढै छ यही बाटो हुँदै जान्छ जस्तो लाग्यो हजुर ललितपुर मकवानपुर छुन्छ बोर्डरतिरै पर्छ कि छुन्छ होला कालेश्वर छ ना गुल टाइम वाले कालेश्वर ठनावन जे जो ने वो ठनावन 2 घण्टा लाग्यो मुझे 2 घण्टा भन्दा बढी लाग्छ है 3-4 घण्टा लाग्छ 3-4 घण्टा लाग्दैन दामी छ जोस सोचा थिएन यस्तो राम्रो छ वाले रहेछ यहाँ चाहिँ एउटा हाम्रो होमस्टे टाइपको रहेछ खानासाना बस्न सक्न सबै मिल्ने रहेछ त्यसपछि सबै डिटेलली देखाउँला भ्यू पनि भ्यू देखाइदिउँ त वाले देख्ने रहेछ हैन त्यही हो नि त हाम्रो भ्याली हो काठमाडौँ भ्याली कति टाइम लाग्यो हाम्रो यहाँ पुग्नु लगभग 1 घण्टा लाग्यो थेचोबाट चाहिँ 1 घण्टा लाग्यो हैन थेचोबाट 1 घण्टा लाग्यो बाटो पनि राम्रै छ
पहिला आएको थियो होइन छैन होइन सबै भवाले रहेछ है। अहिले हामी भ्यू पोइन्ट जाँदैछौँ। अहिले यता धेरै ठाउँमा चाहिँ यो पहिरोले गरेर बाटो चाहिँ यस्तो रहेछ, नत्र चाहिँ भ्यू पोइन्टसम्म बाइक साइक चाहिँ मजाले जान्छ है। होमस्टेसम्म चाहिँ मजाले जाँदो रहेछ। त्यहाँबाट भ्यू पोइन्ट आउनु चाहिँ अलिकति गाह्रो पर्ला, यस्तै छ। अत्तिरै गयो भने त सकिन्छ, नसकिने चाहिँ होइन। तर हामी चाहिँ उता खानखान ठाउँमा रोकेर चाहिँ हामी यता भ्यू पोइन्ट आइरहेछौँ। राम्रो छ यार ठाउँ छ है। र ठिक ठ्याएको त हामी गर्छ केही भन्नु मन छ? छैन हो यहाँ माथि रहेछ हो कि भन्ने चाहिँ हो नट स्योर। के हो म त यहाँ आएको छैन हेर पहिला। घन्टा गएर चाहिँ गर्नु पहिलादेखि छ नि त्यो टावर चाहिँ थिएन होला। यो हेर्ने ठाउँ त पहिलादेखि थियो, नाम त पहिलादेखि सुनेको थियो नि। गएको छु सिमले भाइ ल गएको छु सिम यहाँ गएको छु लिएको छु गार्डन पास्तिर ठिक छ ठोला ठो बिस्ले ठोचीको जठाडे पनि मलाई टाको जमा न लाछिटै नि ओ हल छोटो एरियामा इन्द्र जात्रा खालको चुक्लेटै नि बालक बालक खिचाएर हामी आएको बाटो उ त्यो हो ऊ त्यहाँ रहेछ ऊ त्यहाँ त्यो बाटो हुँदै यो डाँडा चाहिँ एक राउन्ड घुम्नुपर्ने रहेछ, पछाडिबाट आउने रहेछ। हाइकिङ साइकिङ चाहिँ होइन, हाइकिङको लागि चाहिँ राम्रै छ। नाइट आउटको लागि पनि राम्रै छ। एउटा मात्र होटल छ हो त्यहाँ यहाँ, तर फेसिलिटी राम्रो छ। रुम पनि तलै छ, रुम छ। यसो बारबिक्यू सारबिक्यू गर्नको लागि चाहिँ एकदम राम्रो छ। बाटो पनि बारबिक्यू रे बाटो पनि एकदम राम्रै छ है। यो डाँडा एक राउन्ड चाहिँ अलिकति बिग्रिया नत्र सबै राम्रै छ। पिचै छ भनौँ न होइन विश्लेष सर खोइ त बाटै खोइ ए यहाँ रहेछ। सर्टकट छैन डिस्प्ले चाहिँ अफ गर्छ क्यामेरा अफ त्याट हो। बाटो चाहिँ यस्तो छ, धेरै युज नभएको बाटो भएर यस्तो भएको जस्तो लाग्यो मलाई चाहिँ है। तर गाडी पनि आइरहेको छ त्यो बाटो मिलाएर होला नि। हेरौँ अब माथि कस्तो हुन्छ होइन। बाइक साइक मजाले आउँछ है हुन्छ, तर यहाँ माथि यहाँ गाडी छैन। यो चाहिँ अब यो मलाई चाहिँ यो मान्छेहरूको फ्लो भएर चाहिँ यस्तो बनाएको जस्तो लाग्यो कि कसो है। ताजा नि
रहेछ होइन यताबाट पनि आउनु मिल्छ क्या मिल्छ जस्तो यहाँको बाटो थाहा भयो त्यो चाहिँ होइन त्यहाँबाट यसो आउने होला कि अघि अनि पसल सक्नु नि थाहा जिगा नपर्ने रहेछ यहाँ आएर भ्यू हेरेर तल गेस्ट हाउसमा पनि गेस्ट हाउस खाना खाने ठाउँ त्यहाँ जानु पनि मिल्दो रहेछ होटल हामीलाई चाहिँ थाहा भएन त्यही भएर हामी चाहिँ पहिला उता गएर खाना भनेर चाहिँ यता माथि आएको ड्राई पिकनिकहरू गर्नको लागि पनि एकदम बेस्ट टेन्ट लिएर वेट पिकनिक त्यो झन् क्याम्पिङ गर्न पनि एकदम बवाल बिहान उठ्ने बित्तिकै हिमाल क्या तर क्याम्पिङ आउनुको लागि चाहिँ सामानहरू चाहिँ सबै तलबाट ल्याउनु पर्छ जस्तो लाग्यो मलाई चाहिँ है दिएको त साह्रै दिएको है असलै छैन त्यही हो त्यसले गर्दा मात्रै त्यो पनि छँदैछ बवाल वे टु हेभन एउटा मात्र होटल चाहिँ हो है त्यहाँ अहिलेको लागि होटल चाहिँ एउटा मात्रै छ तर फेसिलिटी राम्रो छ रुम पनि तल्लै छ केटाहरूसँग आएर बार्बिक्यू रे सब फेसिलिटी छ बाटो पनि एकदम राम्रै छ है यो डाँडा एकदम चाहिँ अलिकति भिडियो सबै बाटै गजबको हिमाल पहाड पुग्यो कति मिनट जति लाग्यो तलबाट 10 मिनट लाग्यो 20 भएर 10-15 मिनट पुग्दो रहेछ तलबाट है पुगेर तिन पानी त्यही हो अनि जाउला त्यो यस्तो पनि बनाएर रहेछ के हो भ्यू टावरहरू जानु मिल्दैन जस्तो भन्नु फोर गरेर रहेछ है यस्तै गर्नु यहाँ आगो सागो गरेर यस्तै गर्नु घुम्न आएको भने त गरे है सबै रमाइलो तर यसो टावर पनि त्यस्तो इम्पोर्टेन्ट त छैन यहाँबाट सबै भ्यू देखिहाल्छ टावर किन्छ होइन वेस्ट भएर बनायो पानी सानी पर्यो भने चाहिँ ठिक छ है यो के हो पाण्डेकी पाण्डेङ्गी ए बुझ्यौ हाम्रोतिर पनि आउँछ के पिकनिक गएकोहरू काम क्या हो यो वाउ
दाइ हुनुहुन्छ है। अब हामी उहाँसँग केही कुराकानीहरू गर्दैछौँ होइन, यो ठाउँको बारे प्लस यो होटेलको बारे, गेस्ट हाउस। हाम्रो नाम के हो यो गेस्ट हाउसको? के हो? दलचोकी होमस्टे होइन। उहाँ चाहिँ भर्खर आउनु भएको भएर त्यति धेरै डिटेलली चाहिँ थाहा छैन। अब हामी जति थाहा छ त्यति चाहिँ सोधौँला होइन। अनि यो हाम्रो गेस्ट हाउसमा के पाइन्छ? गेस्ट हाउसमा खाना पाउँछ, चिकन पाउँछ, बफ पाउँछ, चाउमिनहरू पाउँदैन, ड्रिङ्क्सहरू पाउँछ, बियरहरू रक्सीहरू पाउँछ, सबै पाउँछ। यता देखेको भएर सोधेँ। हजुर पाउँछ। यता चाहिँ हाम्रो बार्बिक्यूहरू पनि गर्न मिल्छ होइन? हजुर मिल्छ। लोकल भाले कुखुरा पाउँछ, लोकल भाले पाउँछ। रुमहरू छ होइन, सबै फेसिलिटीहरू चाहिँ सबै छ प्रायः जस्तो। यता पनि यो नयाँ बन्दै गरेको रुमहरू हो। यसको चाहिँ प्राइस कति भन्नुभयो? यसको माथिको चाहिँ 2000, तलको चाहिँ 2500। योभन्दा तल पनि छ। अनि यिनीहरूको चाहिँ यो कोठाको 350 पर बेड पर पर्सन चाहिँ 5 जनाको अब 350 5,000 होइन। जतिवटा बेड छ त्यही अनुसार पर्छ होइन। भनेपछि यहाँ एभ्रिडे मान्छेहरू आउँछ कि के? शुक्रबार शनिबार धेरै हुन्छ कि कस्तो? शुक्रबार शनिबार धेरै हुन्छ। अनि खासै अब आइतबार सोमबार हुन्छ, हुन त भइरहेको हुन्छ। अरू केही छ यहाँको विशेषता? यता हिउँसिउँ चाहिँ पर्छ कि पर्दैन? हिउँ पर्छ, खै अहिले नयाँ मान्छे हो, खासै मलाई थाहा छैन। पर्न चाहिँ पर्छ अरे। पर्छ अरे, हिउँ पर्छ अरे। भनेपछि ल सबै फेसिलिटीहरू छ है। अब नाइटको लागि, पिकनिकको लागि, अनि हाइकिङको लागि बाटोहरू पनि एकदम राम्रो छ। यो डाँडा एउटा चाहिँ अलिकति बिग्रिएको छ, नत्र त सबै राम्रो नै छ जस्तो लाग्यो। अघि नै हामी त्यहाँ भ्यू पोइन्टमा पनि गएको थियौँ, उताबाट आउँदा पनि हुँदो रहेछ, तर हामीलाई चाहिँ थाहा भएन है। अब हामी चाहिँ यताबाट गेस्ट हाउस आइसकेपछि उता गएको थियौँ, माथिबाट पनि राम्रै त्यो हाम्रो यो 180 माउन्टेन भ्यू चाहिँ देखिने रहेछ है। यतातिर अरू होटेल छ? यही एउटा मात्र हो है। यो एउटा छ, बेस्ट छ, राम्रो छ, आउनु होला। ठाउँको नाम चाहिँ हाम्रो दलचोकी है। गुगल म्यापमा पनि छ यो गेस्ट हाउस चाहिँ, दलचोकी गेस्ट हाउस छ जस्तो लाग्यो आई थिङ्क है। हामीले अहिले पछि त्यहाँ भन्छौँ भिडियोमा, अब कन्फर्म चाहिँ भएन, त्यो छ जस्तो लाग्यो है। अब यही नै हो। अब चाहिँ हामी फर्किँदैछौँ, खानासाना खाइसक्यो, हेरिसक्यो वरिपरि होइन, एकदम राम्रो छ। आज चाहिँ हामी नाइट बस्दैनौँ, अब केही टाइमपछि हामी फेरि आउँछौँ होला नाइटको लागि चाहिँ। रमाइलो हुन्छ, तपाईँहरू पनि आउनु होला। रमाइलो हुन्छ। यो चाहिँ हाम्रो नयाँ बनेको है। हजुर, पहिला यही थिएन नि। हाम्रो यहाँ हट वाटर पनि छ है। हजुर हजुर। सबै सुविस्ता छ यो चाहिँ। एसी पनि छ। एसी यहाँ त्यहाँ लक छ। काठमाडौँको होटेलभन्दा कम छैन। 3 स्टार होटेल बाबा बाथरुमको सुविस्ता बत्ती बाल्दैन। बेडरुम ल्याइदिउँ न। बाथरुम देखेन। यो चाहिँ हाम्रो डबल बेड। बाथरुम पनि ठिकै छ। तातो पानी पनि आउँछ नि होइन? हजुर, तातो पानी पनि आउँछ। यहाँ चाहिँ एसी छैन रहेछ नि, उताकोमा चाहिँ यसमा रोइन्छ। यो रुमको प्राइस कति भन्नुभयो? 2000 हो। 2000 होइन? यहाँको त यसो आयो कि यहाँ फेरि यस्तो छ नि। ल अर्को 2500 जाने रुम हेरौँ। 2000 नि हो। यो पनि 2000 नै हो। यो चाँडै 2000 नि हो। चारवटा तल मुनिपछि 2500 हो। यहाँको चाहिँ 2000 नि हो। एसी पनि छ, डबल बेड यो हाम्रो। चाहिँ यो एकदम राम्रो छ नि है। हजुर। 2000 मै सिन चाहिँ यस्तो छ फेरि। ल बबाल छ सिन पनि। तालै गयो नि। यो चाहिँ हाम्रो कति जाने रुम? हजुर, यो 2500। यो सबै बेड गरेर 2500 हो। हजुर हजुर। यो रुममै लियो भने 2500 हैन? हजुर, एसी पनि छ। भनेपछि यहाँ कति 2 जना 1 जना 5 जना अट्ने रहेछ होला। यहाँ 5 जना जोड्यो भने 6-7 जना पनि अट्छ। 5 जना अट्छ। 5 जनाको बेड हो। लचक हैन? ल एकदम दामी छ। चेयरहरू पनि छ। सम दिँदा पनि देखाउँ न, भ्यू मात्र देखाउँ भने यस्तो फेसिलिटी देखाइदिउँ। भ्यू मात्र देखाएर पनि टावल यो देखाइदिउँ। हट वाटर छ हैन? स्रोत बनाउनलाई जाउँ। रुममै पनि हेर्नु। ठुल्ठुलो रुम चाहिँ 2टा रहेछ हजुर तल चाहिँ। हजुर। यो चाहिँ 2500 पर नाइट। 5 जना अट्छ।
बबाल छ यार यो चाहिँ देखाइदिउँ त्यहाँबाट रुमबाटै तोरीबारी ल तलतिरको भ्यू एकदम राम्रो लाग्यो है राम्रै छ अब नेक्स्ट टाइम बस्ने गरी आउँछु यो चाहिँ हाम्रो यता यो घरमा चाहिँ 2टा रुम छ तर 2टा रुमभित्र चाहिँ बेडहरू चाहिँ छ है 2-3टा यो पर बेड चाहिँ हाम्रो 350 है यसमा 2जना सुते पनि 350 हो कि 350 हुन्छ यो एउटा मान्छेको 350 एउटा मान्छे 350 भनौँ न भनेपछि 2-2जना सुत्न मिल्ने चाहिँ 3टा बेड छ हुन्छ 2जना मजाले आटिन्छ ग्रुपको लागि चाहिँ यो पनि राम्रै छ है हजुर ग्रुपको लागि राम्रै छ योभन्दा राम्रो चाहिँ फेरि तल छ हाम्रो हजुर तल राम्रो छ नि तलको दाम पनि त्यस्तै छ नि दाम पनि तलको राम्रो छ रुम पनि तलकै राम्रो छ यो पनि त्यस्तै रहेछ है हजुर यस्तै यो पनि नराम्रो चाहिँ छैन ल नराम्रो चाहिँ छैन यतिको हुनु भने चाहिँ एकदम राम्रो हो वाइफाईहरू पनि पाइन्छ है वाइफाईको पासवर्ड पनि यही छ एकदम राम्रो छ ल बाथरुम पनि यतै छ म तपाईँलाई घर गएर हालिदिन्छु नि हजुर त्यही हो मेरो अघिनाकै हो हाम्रो यो रुमहरू चाहिँ कति जाने हो यो रुम पनि त्यही हो 350 नै हो 350 नै हो रुमकै 1000 कि बेडको 1000 यो रुम सबैले हो भने 1000मा यो रुम सबै आयो यो बेडहरू सबै आयो होइन यो त धेरै अट्ने रहेछ त है अट्याच बाथरुमहरू चाहिँ छैन यो रुम सेटकै चाहिँ 1000 हो भन्नुभयो है दाइले चाहिँ यस्तो भन्नुभयो यता पनि छ यस्तो 2टा छ 1000 जाने 2टा रुम छ 350 पर पर्सन जाने 2टा रुम छ 5 जना अट्छ 2टा रुममा अनि यता चाहिँ अघि नै भनि नै सके त्यही हो है काठमाडौँको भ्यू चाहिँ दामी देखिन्छ खै यसो देखाइदिउँ खै जुम गरेर पोल्युसनले गर्दा चाहिँ नदेखिने रहेछ हो कि होइन कति भयो होइन यो चाहिँ यता चाहिँ हाम्रो किचन हो खाना यता हो ल अङ्कल गए अब आउँछ हामीसित यतै बस्ने गरी आउँछ है एक दिन चाहिँ नम्बर पनि पाइहाल्यो होइन लगेको छ अघि नकै नम्बर ए त्यो कार्ड पनि दिँदैछु दिइसक्यो ल हुन्छ हस् धन्यवाद तपाईँलाई पनि है हुन्छ अब हामी चाहिँ अब 1 घन्टा चाहिँ जानुपर्छ लोकल कुखुरा है हाम्रो यो अर्ग्यानिक खान पाउँछ नि फेरि यस्तो फेरि ब्रोइलर सोइलर जस्तो होइन नि हाम्रो त अर्ग्यानिक कुखुरा हो नि त यो अघि नै हामीले खानासँग खाएको पनि यही हो है त्यही भएर मिठो भएर मलाई चाहिँ घाँटी मात्र पर्यो नि घुँडा त्यही खानु पाउँछ अब हामी जाँदैछौँ पार्किङको लागि पनि इनफ ठाउँ छ